नमस्ते एभ्रिवान अहिले चाहिँ म यहाँ छु अहिले हाम्रा भाइ बहिनीहरू क्याम्पमा जानलाई रेडी भइसकेको छ अनि कतिजना यहाँ हुनुहुन्छ कोही नाच्दै छ हाम्रो योना चाहिँ आज हिरो भएर आउनु भएको के हेर है ल योना भाइ चाहिँ रेडी भएर खतरा नै छ यहाँ चाहिँ सुन्दरी दिदीको भ्लगलाई लाइक शेयर सब्स्क्राइब गरिदिनु होला अनि धेरै माया अनि एकजना मेरो बहिनी नाच्दै हुनुहुन्छ उहाँ चाहिँ अब उता नाच्नका लागि रेडी र छोराहरूलाई पुर्याउनका लागि आमा बुवाहरू यहाँ हुनुहुन्छ अनि यता हुनुहुन्छ बहिनीहरू अझ अरू पनि हामी भेट्नेछौँ चिल्ड्रेन गेम तिमी कहाँ जान्ला हो रेडी हो आमा तपाईँ कहाँ जान लाग्नु भएको हेलो यो न कता जान लाग्यो चिल्ड्रेन गेममा के गर्ने अब गएर ल पार्टीमा हो त्यही भएर कपडा पार्टी जस्तो लागेर अरे चाहिँ ल हामी अहिले जानलाई रेडी भइरहेका छौँ अनि स्वयंसेविकाको रूपमा हाम्रो वर्षा तामाङजी जाँदै हुनुहुन्छ अनि यहाँ चाहिँ अनि म चाहिँ यहाँ छु तर म चाहिँ भोलिन्टियरको रूपमा जस्ट ड्रप मात्रै गर्ने हो उहाँहरूलाई अनि त्यसपछि चाहिँ म फर्किन्छु भोलि फेरि म अर्को प्रोग्राममा जानुपर्छ के जितेर ल्याएको रे ओके सी यू कहाँ जान लाग्नु हजुर कहाँ जाँदै हो प्रीति कहाँ जान लाग्यो प्रीति कहाँ जान लाग्यो आमा हो आमामा यहाँ हेर न यहाँ बहिनीहरू जानलाई रेडी भइसकेका छौँ सानो फोटो क्लिक गरेर हामी पठाउनेछौँ यहाँ आमा बुवाहरू हुनुहुन्छ होइन अनि त्यो भएको कारणले हेलो म चाहिँ यहाँ छु अहिले म एउटा फोटो क्लिक गर्छौँ अनि त्यसपछि हामी जान्छौँ अरू दुईजना वेटमै छ तीनजना अर्को भाइ पनि छ अर्को टिचर पनि छ आउँदै हुनुहुन्छ हामी उहाँलाई भेटेर पनि तपाईँलाई देखाउनेछौँ ल हुन्छ थ्याङ्क यू छोरी 5 दिनको लागि पठाउँदै हुनुहुन्छ तपाईँलाई कस्तो फिल गर्दै हुनुहुन्छ हुन्छ सम्पूर्णलाई जय मसी मेरो छोरी जान लागेकोमा चाहिँ खुसी नै छु अनि दुःखी पनि छु किनकि कहिले पनि छोया होइन नि त त्यही भएर हुन्छ सम्पूर्णलाई जय मसी अलि राम्रोसँग सिकेर आउन सकेको होस् मेरो छोरीले त्यही नै हो ल धन्यवाद ल समीक्षा के छ विचार तपाईँको के अरे मेरो चाहिँ एकदम ह्याप्पी एकदम खुसी छौँ मेरो छोराछोरी पनि हिजोदेखि खुसी छौँ हिजो 3 बजेदेखि कपडा प्याक गरिदियो भनेर खुसी भएर मेरो छोराछोरी जानको खुसीले खाना पनि थोरै खाएको छौँ धेरै ज्ञानी कुराहरू सिकेर आउनु होला मेरो योना र प्रशंसा छोरीलाई बेस्ट ल दाइ तपाईँले छोरा कहिले पठाउनु भएन अरे किन लग्नु भयो त्यसरी दाजुको आँखाबाट आँसु झर्न लाग्यो त्यही भएर चाहिँ बोल्नु हुन अरे होइन ठिक छ ल कगजको फर्स्ट टाइम कगजको सेकेन्ड टाइम Are you excited? Everyone, hello everyone, excited? ल ओके अल द बेस्ट ल सबैजना राम्रोसँग जान्नु होला राम्रोसँग सिकेर आउनु होला है हुन्छ हामी प्रार्थना गर्नेछौँ योना के छ रे योना ल ओके हामी जान्छौँ अब है त अहिले चाहिँ हामी बसले वेटिङ गरिरहेको छ हामी जान्छौँ अनि त्यो भएको कारणले गर्दाखेरि ओके सी यू डियर हामी चाहिँ अब चाहिँ जानलाई रेडी हेलो बाबुलाई लिएर आउनु अब भर्ना के दर्ताहरू गर्नु पर्यो तिमी स्कुटरमा जाने हो 2 दिन भाइ बहिनीहरू भित्र जाँदै हुनुहुन्छ हामी चाहिँ यहाँ छौँ अनि म चाहिँ अब एकछिनमा जान्छु उहाँहरूसँगै सिका बाई बाई यो चाहिँ हाम्रो चिल्ड्रेन क्याम्प हुने ठाउँ हो अनि वेलकम टु पोखरेल क्रिस्चियन चिल्ड्रेन क्याम्प भएको छ हामी यहाँ छौँ अहिले धेरै स्टुडेन्ट चिल्ड्रेनहरू आउँदै हुनुहुन्छ कतिजना त्यताबाट आउँदै हुनुहुन्छ कतिजना यहाँ आउँदै हुनुहुन्छ यो चाहिँ आज चाहिँ यो चाहिँ बागपुरा चर्च हो यहाँ हाम्रा भाइ बहिनीहरू आउँदै हुनुहुन्छ यहाँ हेर्न सक्नुहुनेछ सबै पक्का पोको बोकेर
रमाइलो छ अब ओइ त आशिष भनेको बोलाएको ओके हाम्रो भाइ बहिनीहरू आइसकेको छ के छ आमामा जय मसी जय मसी जय मसी जय मसी ओके हाम्रो भाइ बहिनीहरू भित्र छिरिसकेका छौँ अनि म चाहिँ छु अहिले योनाले एउटा बहिनी पाएको छ हेर दिदी पाएको छ हेर्नु न योना खुसी छैन खुसी छैन रमाइलो छ है एकदम रमाइलो छ है सबैजना यहाँ छ अहिले चाहिँ यहाँ रेजिस्ट्रेसन भइरहेको छ हाम्रा भाइ बहिनीहरूले सबैजना यता भित्रतिर पनि होला सबैजना आफ्नो ठाउँमा हिरो छ ब्लग छ यो चाहिँ ठाउँ हो यो चाहिँ आइडेन्टिटी कार्ड वितरण हुँदैछ हो ल यहाँ चाहिँ हाम्रो भाइ बहिनीहरू छ अहिले चाहिँ हाम्रा नानीहरू खाजा खानालाई रेडी भइसकेका छौँ यो क्याम्प चाहिँ आजदेखि शुक्रबारसम्म रहेको छ हाम्रो नानीहरू यहाँ छ र म चाहिँ अहिले निस्किनु पर्ने हुन्छ अहिले निस्किनु अरू साथीहरू पनि छ अरूहरू पनि